सबैजनालाई नमस्कार। यो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज मैले नेपाल स्टक एक्सचेन्जको टेक्निकल एनालाइसिस गर्न गइरहेको छु। आजको दिनमा भनेको 2082 साल कार्तिक महिना 9 गतेको दिन नेप्से 2509 बिन्दुमा आएर बन्द भएको छ। यो नन ट्रेडिङ जोनमा छ। यहाँभन्दा तल आयो भने नेप्से घट्दै जाने जस्तो देखिन्छ र यहाँभन्दा माथि 2545 भन्दा माथि बस्दै गयो भने नेप्से माथि जाने देखिन्छ। हजुरको विचारमा कस्तो लाग्छ भन्नुहोला है। हस् त, धन्यवाद, नमस्कार।